नमस्कार, टुरी टकमा यहाँहरूलाई स्वागत छ। म चारुई। आज हामीहरूको अतिथिको रूपमा हुनुहुन्छ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको डाइरेक्टर र श्रमोद्धार रोजगार मेला संयोजक दिपेन्द्र पौडेलजी। उहाँलाई हामी पहिला टुरी टकमा स्वागत गर्छौँ। त्यसपछि हामी चाहिँ श्रमोद्धार मेलाको बारेमा विस्तृत जानकारी स्वागत छ हजुरलाई टुरी टकमा। यो मेलाको मेन उद्देश्य के छ? हिजो विराटनगरबाट उद्घाटन भएको यो श्रमदान रोजगार मेलाको मुख्य उद्देश्य भनेको यो रोजगार खोजिरहेका बेरोजगार व्यक्तिहरू र कामदार खोजिरहेका रोजगारदाताहरू उहाँहरूलाई ब्रिजिङ गर्नु नै यो मेलाको प्रमुख उद्देश्य हो। अनि यसका अलावा हामीले अलिकति जब र करियर काउन्सिलिङको कुरा, त्यसका साथै कसैले कुनै किसिमको तालिम, सिपमूलक तालिम खास गरिकन त्यो तालिम लिन चाहनुहुन्छ भने उहाँहरूलाई त्यो तालिम उपलब्ध गराउने प्रबन्ध गर्नु अथवा त्यो तालिम उपलब्ध गराउने पूर्व तयारी पनि यो मेलाको अर्को उद्देश्य। यो मेला चाहिँ कहाँ लाग्दैछ? यो मेला खास गरी अब सबै प्रदेशका खास गरी प्रदेश राजधानीहरू लुम्बिनीमा मलाई लाग्छ यो बुटवलमा हुँदैछ। त्यसै गरी काठमाडौँ बागमती प्रदेशको चाहिँ ललितपुरमा हुँदैछ भने अन्य प्रदेशहरूको प्रदेश राजधानी जस्तै विराटनगर, जनकपुर, पोखरा, त्यसपछि बुटवल होइन, सुर्खेत र धनगढीमा गरेर अन्तिममा हामी काठमाडौँ अथवा ललितपुरमा आएर यो मेला समापन हुन्छ। र यो मेला हिजो सम्माननीय प्रधानमन्त्रीबाट उद्घाटन भइसकेको छ र यसको समापन 30 गते हामी ललितपुरबाट समापन गर्छौँ। त्यस्तै सरकार चाहिँ धेरै रोजगार मेलाहरू ल्याउँदै हुनुहुन्छ होइन, तर सक्सेस चाहिँ धेरै चाहिँ भएको छैन। यस्तै जस्तै कि प्रधानमन्त्री रोजगारी कार्यक्रम आएको थियो त त्यो पनि सक्सेस हो, त्यो भएको थिएन होइन। तर कति तपाईँले विश्वास हुनुहुन्छ कि यो मेला श्रमदान मेला चाहिँ सक्सेस हुन्छ, यसमा रोजगार पाउँछ अनि यसलाई सफल बनाउनुपर्छ। तपाईँ हामी सबैले यो मेलालाई सफल बनाउनुपर्छ। जुन तपाईँले जो अरू प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका तमाम रोजगारीसँग सम्बन्धित, सिपमूलक तालिम प्रदानसँग सम्बन्धित अथवा उद्यमशीलता र स्वरोजगार सिर्जनासँग सम्बन्धित जति पनि कार्यक्रमहरू छन्, ती सबै कार्यक्रमहरूलाई पनि टेवा पुग्ने किसिमले अथवा ती कार्यक्रमहरूबाट पनि जो बेरोजगार व्यक्तिहरू हुनुहुन्छ उहाँले फाइदा पुग्ने किसिमले हामीले त्यस्ता कार्यक्रमहरूसँग पनि यो सम्मानना रोजगार मेलाबाट ती व्यक्तिहरूलाई त्यहाँसँग जोड्ने काम गर्छौँ। तसर्थ यसको दुइटै हो। यो कार्यक्रमलाई ती कार्यक्रमहरू जुन अघि तपाईँले भन्नुभयो विभिन्न रोजगारसँग सम्बन्धित कार्यक्रमहरूले पनि यो हाम्रो मेलालाई सफल पार्नको निम्ति सहयोग पुर्याउँछन् एउटा कुरा भने, अर्को कुरा ती कार्यक्रमहरूलाई सफल बनाउनको निम्ति पनि यो मेलाले एउटा परिपूरकको रूपमा काम गर्छ भन्ने चाहिँ हाम्रो मन्त्रालयको विश्वास हो अहिले। र अर्को कुरा यो फेरि नयाँ सुरुवात पनि हो एक किसिमले भन्दा। खालि हामीले अहिले हामीले सशक्त कुरा गऱ्यौँ भने धेरै जसो व्यक्तिहरू जो बेरोजगार हुनुहुन्छ उहाँले के गर्नुभएको छ भन्दा रोजगारी खोजिरहनु भएको छ। त्यसै गरी तपाईँ हामीले दुध व्यवसायसँग कुरा गऱ्यौँ भने उहाँले के गरिरहनु भएको छ भन्दा कामदार खोजिरहनु भएको छ। तसर्थ जुन हाम्रो यो रोजगारी खोज्ने व्यक्ति र कामदार खोज्ने रोजगारदाताहरूको बिचमा जुन एउटा ग्याप छ, त्यो ग्यापलाई चाहिँ यो मेलाले चाहिँ ब्रिजिङ गरिदिन्छ अथवा एउटा सेतुको रूपमा, पुलको रूपमा काम गर्छ भन्ने हाम्रो उद्देश्य छ। तसर्थ पक्कै पनि यो मेलालाई हामीले सफल बनाउनु पर्छ। तपाईँले चाहिँ हेर्नु हो बेरोजगार धेरै भइसक्यो, त्यो हिसाबले चाहिँ यो मेलाले केही मान्छेमा चाहिँ टेवा पुर्याउँछ कि त्यो कन्सेप्टले चाहिँ यो मेला चाहिँ हजुरहरूले लाउनु भएको छ कि क्या हो? एक्ज्याक्टली जति यो के छ भन्नुहुन्छ भने मैले अघि नै भनेकै कुरा हो, यो रोजगारीको अवसर जहाँ उपलब्ध छ त्यो उपलब्ध अवसर र रोजगार खोज्ने व्यक्तिको बिचमा तालमेल भयो होइन। त्यो किसिमले गर्दा हामीले यदि उपलब्ध रोजगारीका अवसरहरूको लागि चाहिने त्यस्तो योग्य किसिमको जनशक्ति छैन भने यो मेलाबाट हामीले तथ्याङ्क प्राप्त गरिसकेपछि र यो मेलामा आउने व्यक्तिहरूका उहाँका रुचि चाहना कलेक्सन भइसकेपछि उहाँलाई सपोर्ट गर्ने गरी हामीले तालिमका कार्यक्रमहरू पनि सँगसँगै अहिले डिजाइन गरिरहेका छौँ होइन। तसर्थ यो रोजगारीका अवसर बेरोजगारहरूलाई चाहिँ तालमेल मिलाउनु नै यो मेलाको मुख्य उद्देश्य हो। र अहिले मलाई लाग्छ नेपालको श्रम बजारको प्रमुख समस्या पनि यही। अहिलेसम्म कतिवटा उद्योगले चाहिँ मेलामा आउने चासो देखाएको छ? अन्त थुप्रै उद्योग भइसक्नुभयो। सुरुमा हामीलाई चाहिँ डर लागेको थियो। हामीले मध्य प्रदेशमा करिब 30वटा स्टल राख्छौँ। 30वटा स्टलहरूमध्ये 10वटा स्टलहरू यो सरकारी निकायहरूको तर्फबाट हुन्छ र बाँकी 20वटा स्टलहरू प्राइभेट सेक्टरको हुन्छ भन्ने हामीले सोच बनाइरहेका थियौँ। अहिले चाहिँ एकदमै धेरै उद्योगी व्यवसायीहरू यो मेलामा आबद्ध हुन चाहनुभएको छ र आफूले दिन सक्ने रोजगारीका सन्दर्भमा त्यहाँ आउने व्यक्तिहरूलाई
जानकारी दिन स्टल राख्ने गरी उहाँले हामीलाई सम्पर्क गरिरहनु भएको छ र अहिलेसम्म हामीलाई 22वटा उद्यमी व्यवसायीहरूले मध्य प्रदेशमा स्टल राख्ने गरी उहाँले कन्फर्म गर्नुभएको छ र अझै यो सङ्ख्या चाहिँ बढ्ने हामीले अपेक्षा राखेका छौँ। मलाई लाग्छ भोलि बिहानसम्म पनि हामी सम्पूर्ण औद्योगिक व्यवसाय जसले अहिले यो कार्यक्रम हेरिरहनु भएको छ उहाँलाई पनि हामीलाई सम्पर्क गरेर मध्य प्रदेशको यो उद्योग वाणिज्य सङ्घको हलमा यो कार्यक्रम हुँदैछ, यसमा चाहिँ तपाईँहरूको सहभागिताको लागि म अनुरोध गर्छु। यो जनकपुरमा लाग्ने मेलाको उद्घाटन कसले गर्दैछ र योमा चाहिँ के कस्ता सत्रहरू हुन्छ? यो मेलाको उद्घाटन हाम्रो श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको माननीय मन्त्रीज्यू र मध्य प्रदेशको माननीय मुख्यमन्त्रीज्यूबाट हामीले यो मेलाको उद्घाटन गर्न गइरहेका छौँ र यो मेलामा खास गरिकन रोजगारसँग सम्बन्धित स्टलहरू रहनेछन्, त्यसै गरी सिपमूलक तालिमहरूसँग सम्बन्धित स्टलहरू रहनेछन्। यसका अलावा हामीले स्थानीय स्तरको केही सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन गर्नेछौँ। त्यसका अलावा विभिन्न विषयमा थेमेटिक यो प्यानल डिस्कसन कार्यशालाहरू पनि हुनेछन्, जस्तै यसमा रोजगारी, उद्यमशीलता, सिप विकाससँग सम्बन्धित विभिन्न किसिमका कार्यशालाहरू पनि हामीले यो 2 दिनमा भोलि बिहान 10 बजेदेखि बेलुका 6 बजेसम्म र पर्सि बिहान 10 बजेदेखि बेलुका 6 बजेसम्म यो विभिन्न समयमा हामीले विभिन्न कार्यशालाहरू पनि त्यहाँ सञ्चालन गर्छौँ। तसर्थ यो विषयहरूमा खास गरिकन श्रम रोजगार र सिप विकास र उद्यमशीलतासँग सम्बन्धित विषयमा जानकारी लिन चाहने व्यक्तिहरूले पनि त्यहाँ सहभागिता जनाउन सक्नुहुन्छ भने जोसँग त्यस्तो विज्ञता छ, जसले प्यानलिस्टको रूपमा रहेर यो सम्बन्धी छलफललाई अझ अर्थपूर्ण बनाउन चाहनुहुन्छ, त्यस्ता विज्ञ साथीहरूलाई पनि मैले हामीसँग सम्पर्कमा आएर त्यो कार्यशालामा सहभागी हुनुपर्छ भनेर अनुरोध गर्न चाहन्छु। कतिजना त्यो यो मेलामा चाहिँ सहभागी हुन चाहिँ हामीले अहिले अनलाइन रेजिस्ट्रेसन पनि यो खुला भइसकेको छ र हामीले मध्य प्रदेशमा करिब 5000 जनाले यो मेला भिजिट गर्नुहुन्छ र उहाँहरूले त्यति नै सङ्ख्याभन्दा अझ बढी सङ्ख्याले रोजगारीको खोजीमा जो रहनुभएको छ उहाँले अनलाइनमा रेजिस्ट्रेसन गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ। कतिजना बेरोजगारीबारे रोजगारी पाउने लक्ष्य राख्नु भएको छ? अब अहिले यसको अलि दीर्घकालमा जाँदा त हामीले यही मेलाको माध्यमबाट अलिकति बढी नै सङ्ख्या 1500 जनाले रोजगारी पाउन सक्नु होला भन्ने एउटा अपेक्षा छ भने हामीले यो 2 दिनको अवधिमा करिब 200 जना व्यक्तिहरूलाई हामीले तुरुन्तै रोजगारी दिन सक्छौँ कि भन्ने एउटा अपेक्षा राखेका छौँ र हामीले यदि त्यहाँ जो रोजगारदाताहरूको स्टल हुन्छ उहाँले खोजे बमोजिमको जनशक्ति त्यहाँ आउनुभयो र उहाँले कसैलाई फर्दर इन्टरभ्यू लिन चाहनुभयो भने हामीले त्यो पनि व्यवस्था मिलाएका छौँ र उहाँहरूले त्यो मेला स्थलमा नै आफूलाई मन लागेको व्यक्तिलाई त्यहाँ बोलाएर फर्दर इन्टरभ्यू लिएर तुरुन्तै नियुक्ति दिन सक्ने सम्मको प्रबन्ध हामीले मिलाएका छौँ। तसर्थ हामीले करिब 200 जनाले यो मेलाबाट तुरुन्तै रोजगारी पाउन सक्नुहुन्छ कि भन्ने हाम्रो अपेक्षा हो। यस्तो मेलाले बेरोजगारी समस्या हल गर्न ल्याउला त्यस्तो लागिरहेछ कि योबाट चाहिँ बेरोजगारी समाधान हुन्छ 2015 तपाईँ भन्नुभयो। अब तपाईँ एउटा मन्त्रालयबाट चाहिँ सम्बन्ध राख्ने मान्छे होइन, अहिले चाहिँ सबैभन्दा यदि मध्य प्रदेशमै चाहिँ बेरोजगारीको सङ्ख्या चाहिँ बेरोजगारीको सङ्ख्या बढ्यो हो। यसले अब यो मेलाले गर्दा योमा अलिकता सरकारी पालनले पनि ध्यान दिनु पऱ्यो होइन। अब यस्तो मेलामा चाहिँ मान्छेहरू बोलाउने भेला गर्ने अरू चाहिँ प्रोजेक्टहरू त्योमा पनि मलाई लागेको चाहिँ खर्च हुन्छ होला। अनि फेरि त्यसै कसरी टेबामा ल्याउने, कसरी त्योबाट चाहिँ फेरि मान्छे चाहिँ सिपिओ कार्यक्रमहरू त्यो गऱ्यो होला, तर फेरि त्यसलाई कसरी चाहिँ कार्यान्वयन हुन्छ भनेर यसमा कसरी टेबा फेरि हाल्नुहुन्छ? होइन, यो कसैले त कुनै न कुनै दिन सुरुवात गर्नुपर्ने नै थियो। तपाईँ हामी खालि बेरोजगारीको समस्या छ भनेर लामो समयदेखि छलफल गरिरहेछौँ, बहस गरिरहेछौँ, तर यथार्थमा हामीले कामको सुरुवात गरेका छैनौँ। त्यसर्थ तपाईँले भने जस्तो आजको भोलि नै बेरोजगारीको समस्या पूर्ण रूपमा समाधान हुन्छ अथवा हल हुन्छ भन्ने अहिले हामीले त्यो सोचिरहेका छैनौँ। तर के हो भन्दा बेरोजगारीको समस्या समाधान गर्नको निम्ति यो चाहिँ एउटा उपयुक्त सुरुवात हो र त्यो मध्य प्रदेशमा भोलिको दिन त्यो उपयुक्त सुरुवातको दिन भोलि हुनेछ। तसर्थ हामीले यो मेलाहरूलाई निरन्तर रूपमा अगाडि बढाउने, आगामी आर्थिक वर्षहरूमा पनि यसलाई निरन्तर रूपमा सञ्चालन गर्ने, त्यसै गरी जो व्यक्तिहरूले रोजगारी प्राप्त गर्नको निम्ति आफूमा रहेको क्षमतालाई तिखार्न अथवा फर्दर तालिमहरू पनि आवश्यक हुन्छ भने ती व्यक्तिहरूलाई पनि हामीले यो मेलाबाट प्राप्त तथ्याङ्कको आधारमा, पृष्ठपोषणको आधारमा त्यस्तो तालिमहरू पनि सञ्चालन गर्ने हुनाले पक्कै पनि यसले एउटा सकारात्मक सुरुवात गर्छ भन्ने हाम्रो विश्वास हो। तर यसले तुरुन्तै समस्याको समाधान अब भइहाल्छ भन्ने दिशामा चाहिँ हामी छैनौँ, तर यो सकारात्मक सुरुवात हो। यो कुनै न कुनै एक दिन कसैले गर्नुपर्ने थियो। अहिले हाम्रो मन्त्रालयको नेतृत्वमा यो कामको सुरुवात भएको छ। ट्विटरमा सानो एउटा विश्रामको बारेमा सकेको छ, विश्राम पछि हामी फेरि उपस्थित हुनेछौँ।
विश्रामपछि पुनः स्वागत छ कार्यक्रममा यहाँहरूलाई। यो लेबरहरूमा लेबरहरूको धेरै समस्या छन्। लेबरहरूको समस्या नि कसरी समाधान हुन्छ? होइन, जो काम गरिरहनु भएको साथीहरू हुनुहुन्छ एक किसिमले श्रमिकहरू, उहाँहरूका पनि विभिन्न उहाँहरूसँग सम्बन्धित पनि विभिन्न स्टलहरू हामीसँग रहन्छन्। जस्तै अहिले एउटा मुख्य उद्देश्य त एउटा मुख्य स्टल त यो सामाजिक सुरक्षा कोषको पनि स्टल हो। जो मजदुर साथीहरू यो योगदान आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने विषयहरू र त्यो सामाजिक सुरक्षा कोषसँग सम्बन्धित विषयमा जानकारी लिनको निम्ति पनि उहाँहरूलाई यो मेलाले सपोर्ट पुग्छ भन्ने एउटा विषय छ। अर्को विषय जो श्रमिकका हक अधिकारसँग सम्बन्धित विषयहरू छन् त्यसमा जानकारी दिने उद्देश्यले हाम्रो ILO लगायतका विभिन्न निकायहरूको पनि त्यहाँ स्टलहरू छ। त्यो पनि एउटा उहाँले फाइदा दिने विषय हो भने अर्को यो सिपमूलक तालिमहरू प्रदान गर्ने विभिन्न किसिमका सिपमूलक तालिम केन्द्रहरू, जस्तै हाम्रै मन्त्रालय अन्तर्गतको यो राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान लगायतका विभिन्न सिपमूलक तालिम केन्द्रहरूका पनि त्यहाँ स्टलहरू रहनेछन् र ती स्टलहरूबाट उहाँले प्राप्त गर्न सक्ने तालिमहरूको बारेमा जानकारी प्राप्त गर्नुहुनेछ। तसर्थ यो समग्र यो मेलाबाट नै यो श्रमिक लक्षित मेला भएको हुनाले समग्र श्रमिकहरूले यो मेलाबाट आएर दिन सक्नुहुन्छ। योमा कस्तो कस्तो खालको छ यहाँ रोजगारदाताहरू अन्त हेर्नुहुन्छ यो अलिकता जानकारी, किनकि मान्छेहरूलाई पनि चासो हुन्छ, त्यति बुझ्दैनन् मान्छे होइन, मान्छे कन्फ्युज भयो हुन्छ होइन के छ यो रोजगार मेला के भयो, जस्तै के छ श्रमण खानु मेला के हो नबुझ्ने मान्छेहरू त्यति बुझ्दैनन्। योमा चाहिँ कुन खालको मान्छेहरू आउनु भेला आउन सक्छन् त्यो अलिकति यसमा विभिन्न किसिमका छन्। जस्तै सरकारी तौरबाट सिर्जना हुने रोजगार सम्बन्धी कार्यक्रमहरूको बारेमा पनि जानकारी दिने उद्देश्यले त्यहाँ स्टलहरू राखिएको छ एउटा। त्यसै गरी यो विभिन्न निजी क्षेत्रका साथीहरू खास गरिकन उद्योग प्रतिष्ठान, व्यावसायिक क्षेत्र होइन, व्यापारीहरू लगायतका यो विभिन्न शैक्षिक केन्द्रहरू, ब्याङ्कहरू होइन, यो इन्सुरेन्सहरू लगायतका विभिन्न क्षेत्र र मलाई लाग्छ हिजो एकजना त हामीलाई कस्तो पनि आउनुभएको थियो भन्दा यो घरमा काम गर्ने हाउसकिपिङको काम गर्ने मेन पावरहरू सप्लाई गर्ने यो विदिन नेपालभित्र नै सप्लाई गर्ने यस्तो किसिमको साथीहरू पनि त्यहाँ आउनुभएको छ भने अर्को चाहिँ यो अनलाइनको माध्यमबाट यो डिजिटल मार्केटिङ गर्ने कुराहरू छ। आइटीमा काम गर्ने IT सेक्टरको साथीहरू हुनुहुन्छ। तसर्थ यसले यो रह्यो भन्ने नै छैन, समग्र क्षेत्रको प्रतिनिधित्व हुने गरी त्यो मेलामा चाहिँ उद्योगिक व्यवसायहरू आइरहनु भएको छ अहिले होइन। तसर्थ सबै क्षेत्रलाई यो मेलाले समेट्नेछ। जसरी सर एउटा यो श्रम के भन्छ श्रम तथा रोजगार मन्त्रालयको एउटा चाहिँ नि मैले के बुझ्न प्रयास गरेँ यो सबै जग्गाको पनि अपेक्षा असार हो। जसरी विदेशी जुन प्लान भइरहेछ मान्छे त्यसलाई कसरी त्यो गर्न सकिन्छ अहिले त्यो कसरी आश्रममा चाहिँ धेरै कुरा छ हेर्नुहोस्। यसलाई दुई किसिमले हेर्नुपर्छ हामीले। एउटा साथीहरू कसरी वैदेशिक रोजगारीमा गइरहनु भएको छ भन्दा उहाँहरूले स्वदेशी रोजगारी नपाएर बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारीमा जानुभएको छ एउटा। अर्को चाहिँ स्वदेशको भन्दा बेटर अपर्च्युनिटी पाएर जानुभएको छ। अब बेटर अपर्च्युनिटी पाएर जानेलाई यहाँ रोकिरहेको पर्छ भन्ने अवस्था चाहिँ होइन, तर के हो भने जो बाध्यात्मक अवस्थामा स्वदेशमा नै रोजगारी प्राप्त गर्न नसकेर अथवा स्वदेशका रोजगारीका अवसरहरूको बारेमा थाहा नपाएर बेटरमा के आयो अलिकति जानकारी गराउनु। बेटरमा कस्तो, किनकि आफ्नो ठाउँमा पनि मान्छेहरू लगानी गरेर पढ्न आउँछन्, त्योमा यति लगानी गर्छन् होइन, अब डक्टर इन्जिनियर गर्छ तर आफ्नो ठाउँमा चाहिँ त्यति पैसा फेरि पाउन सक्दैन। जसरी सिभिल इन्जिनियर गरेर मान्छे आउँछ न 15,000 रुपियाँमा बाध्य भएर काम गर्न, त्यो उहाँहरू चाहिँ अब गर्छ। त त्यस्तोमा बेटर पनि यदि आफ्नो स्वदेशमा यदि पायो भने आफ्नो फ्यामिलीसँग बस्न सक्छ मान्छे। त्यो उहाँहरूको कुरा हो, त्यो त स्वभाव यता चाहिँ पाउँदैन हो। त्यही त मैले भन्दैछु तपाईँलाई, जो पाएर जानु हुँदैन उहाँहरूलाई रोजगारीका अवसर स्वदेशमै उपलब्ध गराउनुपर्छ। यहाँ रोजगारी पाउनुभएको छैन भन्ने एउटा विषय भयो। अर्को विषय यहाँ काम गरिरहनु भएको छ तर उहाँको समग्र स्थितिमा तपाईँले भने जस्तो परिवारसँग पनि म पछि आएरै बसौँला अथवा परिवार उतै लैजाउँला भन्ने विभिन्न किसिमका त्यो व्यक्तिगत चोइसको कुरा हो। अब जसले व्यक्तिगत चोइसलाई वैदेशिक रोजगारीमा एउटा व्यक्तिगत आधारमा उहाँहरू जानुहुन्छ त्यस्तो व्यक्तिहरूलाई हामीले स्वदेशमै बसेर आओस् भन्नु पनि अहिलेको यो ग्लोबल इकोनोमीको बेला, ग्लोबल भिलेजको यो थ्रो आइटीको बेलामा, आइटीको यस्तो डेभलपमेन्ट भएको बेलामा हामीले त्यो भन्नु पर्ने अवस्था चाहिँ हुँदैन। तर जसले स्वदेशमा रोजगारी गर्ने चाहना नहुँदै स्वदेशमा नै बस्दै उहाँले त्यो अवसर प्राप्त नगरेर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था सिर्जना भएको छ। यो अवस्थाको हामीले अन्त्य गर्नुपर्छ र यो अवस्थाको अन्त्य भनेकै रोजगारी उपलब्ध गराएर हो र रोजगारी गर्न सक्ने गरी उहाँहरूलाई सिपमूलक तालिमहरू प्रदान गरेर र उहाँहरूको क्षमता विकास गरेर नै हो। तसर्थ यो मेलाको मुख्य उद्देश्य भनेकै रोजगारी खोजिरहेका बेरोजगार युवाहरूलाई रोजगारदाताहरूसँग सँगै राखेर त्यसमा चाहिँ एउटा सम्बन्ध सेतुको रूपमा यो मेलाले काम गर्ने नै हो। यो त मैले अघि नै तपाईँलाई भने नै हालेँ, मेलाको मुख्य उद्देश्य नै त्यही।
विधि नै यो मेला छ। अनि कता यो कार्यक्रममा तपाईँ अन्त्यमा के भन्न चाहिरहेको भएको छ यो श्रवणठान मेलाको बारेमा केही? होइन म भन्छु यसमा मेरो अन्तिममा भन्नुपर्ने के छ भन्दा यो वर्षमा कसै न कसैले सुरुवात गर्नुपर्ने थियो। यो मेला आयोजना नहुँदै यसको के हुन्छ भोलि सफल होला नहोला भन्ने किसिमका आशंका गर्नुभन्दा पनि यो मेलालाई सफल रूपमा सम्पन्न गर्नको निम्ति मधेस प्रदेशवासी सम्पूर्ण दाजुभाइ दिदीबहिनी बुवा आमाहरूलाई मैले अनुरोध गर्न चाहन्छु र जो रोजगारी खोजिरहनु भएको विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ, कलेजबाट पास आउट भएको, युनिभर्सिटीबाट पास आउट भएको भाइ बहिनीहरू हुनुहुन्छ भने पनि यसमा हाम्रो अनलाइन लिङ्क छ, त्यसमा पनि रेजिस्ट्रेसन गरिदिनुहोस् तपाईँहरूले। र त्यसका साथै हाम्रो यो 2 दिनसम्म यो जनकपुरको उद्योग वाणिज्य सङ्घको हलमा कार्यक्रम सञ्चालन हुँदैछ। यसमा पनि तपाईँहरू फिजिकल तपाईँलाई उपयुक्त लाग्ने समयमा भिजिट गरेर आएर यो कार्यक्रमलाई अझ सफल रूपमा सम्पन्न गर्नको निम्ति तपाईँहरूलाई लागेको सल्लाह सुझाव पनि हामीलाई उपलब्ध गराइदिनु हुन र यो मेलामा सहभागी हुनको निम्ति म हार्दिक अनुरोध गर्छु। त्यस्तो केही छैन। तपाईँहरू आउनुहोस्, अनलाइन रेजिस्ट्रेसन गर्न सक्नुहुन्छ, गरेर आउनुहोस्, गर्न सक्नुहुँदैन हामीले त्यही नै अनलाइन रेजिस्ट्रेसन गरिदिने व्यवस्था पनि हुन्छ। यो हामी त्यही पनि गरिदिन्छौँ, अथवा यसको म्यानुअल रेजिस्ट्रेसन पनि गर्ने व्यवस्था त्यहाँ हुन्छ, हामीले त्यो पनि गर्छौँ। तसर्थ यसमा कुनै पास अथवा प्रवेश शुल्क त्यस्तो केही लाग्ने छैन। बिहान 10 बजेदेखि बेलुका 6 बजीसम्म र पर्सि पनि बिहान 10 बजेदेखि बेलुका 6 बजी। अलिकता गर्मीको मौसममा हुँदाखेरि बेलुकातिर मान्छेहरू आवत जावत गर्छन् बजारतिर, त अलिकता पढाउनु पर्ने थियो समय, किनकि आजको डेटमा चाहिँ धेरै नै गर्मी छन्। अब यो 1 हप्तासम्म चल्छन् जो मैले त्यस्तै त मन लागिरहेको छ कि अघि बढाउनु पर्ने थियो। यो चाहिँ हो, यसमा अलिकति मौसमले अब आज त अलिकति कम पनि छ होइन गर्मी। अब हामीले त्यही पनि यो इन्डोरमा गरिरहेका छौँ होइन, हलभित्र छ। तसर्थ आउनलाई अलिकति समस्या आउन, तर त्यो हलभित्र आएर सूचना परामर्श लिनको लागि त्यति समस्या छैन। त्यहाँ एसी फ्यानको पनि सुविधा भएको हलहरू छ होइन। तसर्थ यसमा अलिकति हामी त्यो पनि विचार गरौँला। धेरै भिजिटर्सहरूको सङ्ख्या भयो, उहाँको चाहना रह्यो भने हामीले केही समय एक्सटेन्ड पनि गर्न सक्छौँ। म यति नै कुरो जनकपुरधामको त्यो पौडिङहरूले कति उत्साहित हेर्नु होइन, एकदमै मलाई आएको फोनको कुराकानी गर्ने भने त असाध्यै रूपमा उहाँहरू उत्सुक हुनुहुन्छ। यसमा धेरै जसो साथीहरूले झन्डै 2-3 सेकेन्डले नै फोन गरिसक्नु होला मलाई कि मैले अनलाइन रेजिस्ट्रेसन गरिसकेँ के छ कस्तो छ भनेर होइन। तसर्थ यो हामीले अहिले जनकपुरमा त हामीले हिजो पत्रकार सम्मेलन मार्फत जुन एउटा जानकारी गरायौँ, त्यसले पनि विभिन्न किसिमका व्यक्तिहरूसम्म चाहिँ यो सूचना पुगेको छ। तसर्थ जनकपुरको हकमा चाहिँ राम्रोसँग प्रचार प्रसार भएको छ र यहाँको दाजुभाइ दिदीबहिनीहरू एकदमै इन्ट्रेस्टेड हुनुहुन्छ। र यो चाहिँ हामी अब भोलि त्यो जनकपुर दार्फो उद्योग वाणिज्य सङ्घको हलमा उहाँले सबैलाई भेट्ने अपेक्षा राखेका छन्। हस्, धेरै धेरै धन्यवाद। यति व्यस्तको बावजुद पनि आएर हाम्रो कार्यक्रममा तपाईँले टाइम दिनु त्यसको लागि धेरै धेरै धन्यवाद र तपाईँको कार्यक्रम सफल होस् भन्ने शुभकामना बिदामा चाहिरहेको छु। हस्, धन्यवाद। म पनि बिदा दिन चाहिरहेको छु।